हेलो साथीहरू, म चाहिँ आज तपाईँहरूलाई एउटा घरमै उपलब्ध सामानहरूबाट सिम्पली रूपमा कसरी एम्प्लिफायर बनाउन सकिन्छ भन्ने कुरा देखाउन गइरहेको छु। र मसँग केही कम्पोनेन्टहरू छ यहाँनिर र यो चाहिँ रहेको छ एनपिएन ट्रान्जिस्टर र यसको नम्बर चाहिँ रहेको छ 13007 एनपिएन ट्रान्जिस्टर। यसको पिन आउट भनेको बेस 1 नम्बर, कलेक्टर र 3 नम्बर इमिटर हो। त्यसै गरी मसँग एउटा क्यापेसिटर छ। क्यापेसिटरको भ्यालु चाहिँ रहेको छ 25 भोल्ट 470 माइक्रोफेराइड र मसँग एउटा पोटेन्सियोमिटर छ, यो चाहिँ भोल्युमको लागि हो र 3.5 mm को एउटा ज्याक छ मसँग र एउटा रेजिस्टर छ 680 ओम्सको रेजिस्टर छ अनि केही वायरको टुक्राहरू छ र एउटा स्पिकर छ। हामीले यही सामानहरूबाट सिम्पली रूपमा एउटा मिनी एम्प्लिफायर बनाउन सक्छौँ। यो कसरी बनाउनु भन्ने कुरा म देखाउन गइरहेको छु तपाईहरुलाई। र साथीहरू, अब चाहिँ भने हामी यो ट्रान्जिस्टरमा कनेक्सन गर्नेछौँ। यसको पिन आउट चाहिँ भनेको 1 नम्बर बेस, कलेक्टर र 3 नम्बर इमिटर रहेको छ र हामीले बेस र कलेक्टरमा एउटा रेजिस्टर दिनुपर्ने हुन्छ। यसको बेस र कलेक्टरमा हामीले यसरी 680 ओम्सको रेजिस्टरलाई यसरी कनेक्ट गर्नुपर्ने हुन्छ। तपाईले देख्न सक्नुहुन्छ। र साथीहरू, हामीले ट्रान्जिस्टरमा रेजिस्टर कनेक्सन गरिसकेका छौँ र अब चाहिँ भने हामीले क्यापेसिटरलाई कनेक्ट गर्नुपर्ने हुन्छ। ट्रान्जिस्टरमा हामीले क्यापेसिटरलाई कनेक्ट गर्दाखेरि यसको प्लस र माइनसलाई हामीले ध्यान दिनुपर्ने हुन्छ। यसको प्लस, क्यापेसिटरको प्लसलाई चाहिँ हामीले जहिले पनि ट्रान्जिस्टरको बेसमा कनेक्ट गर्नुपर्ने हुन्छ र यसको माइनसबाट चाहिँ हामीले अडियो सिग्नल इनपुट गर्नुपर्ने हुन्छ। तपाईँले देख्न सक्नुहुन्छ। यो तरिकाले तपाईँले कनेक्सन गर्नुभयो भने राम्रो हुनेछ। र यति भइसकेपछि अब हामी पोटेन्सियोमिटरमा वायरहरूलाई कनेक्ट गर्नेछौँ। हामीले पोटेन्सियोमिटरको 1 र 2 नम्बर पिनमा चाहिँ हामीले वायरहरू कनेक्ट गर्नेछौँ।